हाई एभ्रिवान, मेरो 5 डे भ्याकेसनको डे 2 मिनी ब्लगमा स्वागत छ। हामी नाजारेदेखि चाहिँ 2.5 घन्टाको ट्राभलमा पोर्तो पुगिसके पछाडि यो पुलको माथि फोटो भिडियो नबनाउँदै कुरै भएन। अनि मैले मेट्रोलाई पनि बाई भन्दै थिएँ, यस्तो रमाइलो हुन्छ नि त त्यहाँनिर। अनि हामी चाहिँ लाग्यो डन पेपे भन्ने चाहिँ एउटा मेक्सिकन फुड पाउँछ, त्यहाँ चाहिँ गएर हामी चाहिँ यसो फ्रेस भयो अनि चाहिँ मगाइयो ताकोस, किनकि मेरो एकदम फेभरेट, अघिल्लो साल पनि गएर खाएको थिएँ। तर हामी फेरि पनि नेक्स्ट फर्केर गयौँ। ताकोस खाइसकेपछि हामी चाहिँ लाग्यो त्यहाँ पोर्तोको एकदमै स्ट्रिट भ्यू गर्नको लागि। अनि हामी चाहिँ मजाले गयो, घुम्यो, एकदम रमाइलो थियो। अनि यो मेट्रो छ नि कस्तो अमेजिङ लाग्छ कि, किनकि त्यो पुलको माथि एउटा मान्छे त्यहीँ हिँडिरहेको छ, त्यही बाटो बिस्तारै मेट्रो हिँडिरहेको हुन्छ नि त, कस्तो रमाइलो छ। अनि मलाई एकदम मनपर्छ क्या त्यो चाहिँ। अनि गइसकेपछि यसो सबै उतातिर गएर भ्यूहरू पनि खिच्यो। अनि हाम्रो यस्तो राम्रो भ्यू देख्छ नि त। अनि पुलको पनि राम्रोसँग भिडियो पनि बनाइयो। अनि दाइसँग अनि मेरो साथीहरूसँग राम्रो फोटो भिडियोहरू पनि खिच्यो। अनि चाहिँ हामी चाहिँ, किनकि हामीलाई बेलुका पुग्नुपर्ने थियो जेरेस, अनि हामी चाहिँ लाग्यो। अनि यहाँ देख्न सक्नुहुन्छ तपाईँको यो उकालो छ नि त, अनि यो के भन्छ लिफ्टले तलमाथि मान्छेलाई गरिरहेको थियो कि, कस्तो रमाइलो लागिरहेको थियो मलाई चाहिँ। तर हामी चाहिँ चढ्नु पाएन। अनि चाहिँ हामी लाग्यौँ जेरेसतिर, किनकि हाम्रो त्यहाँबाट पनि हाम्रो 1.5 घन्टाको थियो। अनि 1.5 घन्टाको ट्राभलपछि चाहिँ हामी पुग्यौँ फाइनल्ली जेरेस। यो चाहिँ हाम्रो एयरबिएनबी हाम्रो बुक गरेको थियो। देख्न सक्नुहुन्छ यस्तो राम्रो होइन, हाम्रो प्राइभेट हाम्रो स्विमिङ पुल पनि थियो हामीले बुक गरेको हाम्रो एयरबिएनबीमा। अनि यस्तो राम्रो। अनि गएर सामानहरू राखेर हामी चाहिँ लाग्यौँ सामान किन्नको लागि। यो गाउँ एरिया हो, फेरि त्यहाँनिर जानेर त्यही पाइँदैन रहेछ कि तपाईँको ग्रोसरीहरू नै। अनि ग्रोसरी गएर टक्क स्याम्पेनहरू लिएर हामी चाहिँ टक्क चेस गऱ्यो। अनि बेलुकाको लागि खानाहरू पनि ल्यायो। अनि हामी आएर चाहिँ जानी नजानी जस्तो हुन्छ, हामी स्विमिङ पुलमा यसो स्विमिङहरू गर्न थालियो है। एकदमै रमाइलो भयो। अनि एकदमै जस एकदमै गर्मी भइरहेको थियो नि त। अनि हामी चाहिँ उता लिस्बनबाट गएको, अनि एकदमै गर्मीले आत्तिरहेको थियौँ, तर एकदमै फ्रेस पनि भयो, एकदमै रिफ्रेस भइसकेपछि चाहिँ। अनि ठ्याक्क त्यही बेलामा चाहिँ दिदीले चाहिँ चटपट अनि फ्रुट सलाद बनाएर रेडी गर्नुभएको थियो है। हामी चाहिँ त्यहाँ बोलाइराख्नु थियो माथिबाट, तर हामी चाहिँ पानीबाट निस्किनै मानिरहेको थिएन नि त। अनि एकदमै रमाइलो भइरहेको थियो। अनि हाम्रो नयाँ एक्सपिरियन्स, अनि प्लस नयाँ ठाउँ, अनि हामी त त्यो बिर्सिन सक्ने कुरै भएन नि त। अनि त्यो बाहिर निस्किनै मन थिएन। मैले जानी नजानी पनि म अलिकति स्विमिङ पनि गरेँ फेरि है। माथिबाट चाहिँ दिदीले बोलाइराख्नु भएको थियो फ्रुट सलाद र अनि हाम्रो चटपट रेडी भयो आउनु भनेर। अनि आएर टक्क आएर मैले चाहिँ देखाइरहेको छु, यो चाहिँ हाम्रो फ्रुट सलाद अनि हाम्रो चटपट। अनि हामी स्याम्पेन पिएर अनि बस्यो। अनि बेलुकाको चाहिँ हामी चाहिँ डिनर गरेर त्यो दिन चाहिँ सुत्यो, किनकि हामी भोलिपल्ट चाहिँ हाम्रो एकदम स्पेसल भिडियो आउनेवाला छ। किप वाचिङ गाइज, खतरा खतरा भिडियो आउनेवाला छ है। थ्याङ्क यू भेरी मच।